एसई र कक्षा 12 को परीक्षामा जफत भएका करिब 500 मोबाइल प्रशासनले नष्ट गरिदियो। तर अब प्रश्न उठेको छ, के यो कानुनी थियो? सिराहामा परीक्षाको दौरान जफत गरिएका 7 वटा आइफोन, 489 एन्ड्रोइड फोन र 5 वटा स्मार्ट वाच प्रशासनले फुटाएर नष्ट गरेको छ। यी उपकरणहरूको अनुमानित मूल्य 1 करोड रुपैयाँ भन्दा बढी रहेको बताइएको छ। प्रशासनको भनाइ छ, परीक्षाको मर्यादा जोगाउन र भविष्यमा दुरुपयोग रोक्न यस्तो निर्णय गरिएको हो। तर अभिभावक र कानुनी व्यवसायहरू सहमत छैनन्। उनीहरूको प्रश्न छ, विद्यार्थीले गल्ती गरे भन्दैमा अभिभावकले किन क्षति बेहोर्ने? व्यक्तिगत सम्पत्ति नष्ट गर्ने अधिकार राज्यलाई कसले दियो? अब यो विषय कानुनी बहसको केन्द्र बनेको छ। यदि अदालतमा मुद्दा परे क्षतिपूर्ति मागसम्म हुन सक्ने कानुन व्यवसायहरूको चेतावनी छ। अब तपाईँ भन्नुहोस्, परीक्षा नियम उल्लङ्घन गर्ने मोबाइल जफत गरेर फिर्ता दिनु पर्यो कि पूर्ण रूपमा नष्ट गर्नु सही निर्णय हो? यस्तै ताजा र सत्य तथ्यमा आधारित समाचारका लागि फलो र सब्स्क्राइब गर्न नबिर्सनुहोस्, ताकि हरेक